सो वाट्सअप गाइस, अहिले चाहिँ म होइन बेलुका हल्का आमा र आङीसित वकमा निस्केको है, कामसाम गरेर। अनि आज चाहिँ त्यही हाम्रो यहाँ हल्का काम थियो, अब मरौको लागि, त्यसको लागि होइन। अनि आज चाहिँ वकमा हल्का निस्किदिएको मम र आङीसित। अनि चाहिँ घुमिरहेको थियो अल्छी लागेर है, बाटोमा अब पहिलाको अब सानोको कुरा गर्दै हिँडेको हामी चाहिँ तिनजना। अनि चाहिँ म यहाँबाट निस्केर गएँ फेरि यहाँ तल बाइकर 46 स्टोर दादाकोमा, साथीको बाइकको ह्यान्डल बार फेर्नु थियो। अनि त्यो किन्यो हामीले प्रोटेपरको है, यो चाहिँ हामीलाई 2500 पर्यो। अनि त्यसपछि हामी यहाँ फिटिङ गर्नु आइपुग्यो 10 माइलमा। यहाँनिर फिटिङ यहाँ दादाकोमा मात्रै भयो, किनकि अरू कहीँ थिएन। अनि यहाँ चाहिँ आज पानी परेर हो बिजोक भयो गाइस, भिज्यो हल्का होइन। अनि यहाँनिर दादाले बल्ल फाइनली हामीले एउटा दोकान पाएको थियो, फिटिङ गरिदिन्छु दाले भनेर। अनि यहाँ ह्यान्डल पनि खोलिसकेको थियो। अनि त्यो चेप्टा नाप्दाखेरि चाहिँ साइजै मिलेन के गाइस। अनि फेरि यहाँ पनि भएन। अनि हामी त्यस्तो सोचेर हामी यहाँबाट फर्क्यो फेरि त्यही दोकान जानुको लागि नै। त्यहाँदेखि हामी त्यताबाट घर जान्छ भनेर भन्यो। अनि हामी यहाँबाट निस्क्यो गाइस हो। अब यहाँ हामी 10 माइलको ओह्रालो यो बाटो हामी गयो, अब निस्क्यो। अब चाहिँ हामी घर गएको गाइस। सो नेक्स्ट व्लगमा भेट्नु, टेक केयर।